बोधिचर्या नेपाल कोषाले निनुया संस्थागत लिसे नेतृत्व विकास तालिम चुकुदो तालिम या उलेजा ललितपुर जिल्ला या प्रमुख सहायक जिल्ला अधिकारी दीप सुनवार या नदी गुखा ज्याजोले ललितपुर जिल्ला प्रमुख सहायक जिल्ला अधिकारी दीप सुनवार लिसे बोधिचर्या नेपाल नाय अनिल साक्य वडालिया 16 या वडा अध्यक्ष निर्मल रत्न साक्य तालिमिया प्रशिक्षक अनिता गुरुङ तालिमिया महत्वयत गया चर्चा या नदी गुखा यो गत माघ 12 गते सरस्वती पूजाको दिनमा संस्था दर्ता विधिवत रूपमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएर आजसम्म जो चाडा कार्यक्रम गरे भनेर अघि अध्यक्षज्यूले संक्षिप्तमा भन्नुभएको छ र यसै गरी तपाईहरुले हेर्दाखेरि डेढ दुई महिनामा एउटा कार्यक्रम जो सञ्चालन गरिराख्नु भएको छ आगामी दिनमा पनि यस्तै कार्यक्रम सञ्चालन गरेर सुरुमा हैन जागरुक गराइराख्नुस् अगाडि बढाइराख्नुस् एउटा संस्थागत जुन लक्ष्य उद्देश्य राख्नु भएको छ त्यो लक्ष्य उद्देश्य मिट हुन सकोस् सुरुमा त शुभकामना व्यक्त गर्न चाहन्छु। जहिले पनि टार्गेट भर्सेस अचिभमेन्ट भन्छ। टार्गेट हामीले कति राखेका छौं र हामीले प्राप्ति कति गरेका छौं त्यसमा नै हाम्रो सफलताको मेजर हुन्छ। त्यसकारण टार्गेट लक्ष्य र हाम्रो प्राप्ति लक्ष्य जति राख्यो प्राप्ति त्यति हुन सक्यो भने हामी सफल हुन सक्छौं। आगामी दिनमा यो बोधिचर्या नेपालले र बोधिचर्या नेपालमा आबद्ध हुनुहुने तपाईहरु सबैको टार्गेट भर्सेस अचिभमेन्ट मिट हुन सकोस् शुभकामना व्यक्त गर्न चाहन्छु। बोधिचर्या नेपाल छौ गैर नाफामूलक सामाजिक संस्था ठुकै स्थापना माघ 12 गते श्री पञ्चमी दिने जुगु ठो जी बोधिचर्या टाइपले भिंगु ज्या नाउन्यु परोपकारी जाइ नाउन्यु ज्याजको टाइपले ठो भिंगु न जिफु म भिंगु न जिफु तर चर्या टाइपले भिंगु ज्या अले बोटी टाइप चाहिँ बोट जिका ठिका यागु ज्या ठिका भिंगा भियो मति तया यागु ज्या त बोधिचर्या टाइप थय हिसाब जिमसा बोधिचर्या स्थापना हेर्न विभिन्न ठासे वना चाहिँ सामाजिक हितको लागि सामाजिक उत्थानको लागि गरीब मनुते ठासे वना न जिमसा यो कोही समाज सेवा यो ज्या वो लत्ता कपडा किताब कलम त न यो को ठासे न बियो वना अथवा चाहिँ विभिन्न कार्यक्रम त न आज सामाजिक हित हो परोपकारी चाहिँ नाया छ न थो वास्तवमा जिमो थय जिमो तकले मध्ये पहिलो उद्देश्य थो उद्देश्य जिमसा जना निरन्तर न्युनी बढी जो चाहिँ जो तरौँ प्रणको इच्छा न थय यो ट्रेनिङ अति नै आवश्यकता भइरहेको थियो र वडाको सहकारी अथवा चाहिँ हामी बोधिचर्या नेपालसँग यो कार्य हामी एउटा युवा वर्ग लक्षित संस्थागत विकास र नेतृत्व विकासको कुरामा के गर्नुपर्छ भन्ने विषयमा एउटा ठुलो परिवर्तनको आवश्यकता थियो र त्यसको लागि ट्रेनिङको आवश्यकता थियो। हाम्रो समाजमा विशेष गरेर युवा अवस्थामा नै केही कुराहरू हामीले एउटा संस्कृति हाम्रो सम्पदा हाम्रो संरक्षणको विषयमा प्रगतिको विषयमा जुनसुकै कुरा गर्दाखेरि व्यक्तित्वको कुरा आउँछ नेतृत्वको कुरा आउँछ। त्यसकारण चाहिँ नेतृत्व विकास आवश्यकता छ। त्यस्तै गरी हामी हरेक टोल गाउँ ठाउँमा संस्थाहरू सञ्चालन गरिरहेका हुन्छौँ। त्यसको सञ्चालनको विधि र प्रक्रियाहरू पनि हामीले जान्न आवश्यक हुन्छ र संस्था चलाउने तरिका र त्यसमा नेतृत्व लिने तरिका र क्षमताको कुराहरू आउँछ। त्यो कुराहरूलाई सम्बोधन गर्न सकिने गरी एउटा हामीले पछि हामी चाहिँ त्यसबाट चाहिँ यो नेतृत्व लिन सक्ने गरी हाम्रो क्षमताको विकास होस् भन्ने आशयले युवा अवस्थामा अहिले नै हामीले संस्थागत रूपमा कार्य गर्दाखेरि गर्नुपर्ने कुराहरूको जानकार दिने उद्देश्यले यो कार्यक्रम भइरहेको छ। म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आज बोधिचर्या नेपालले मलाई स्रोत व्यक्तिको रूपमा तपाईहरुमाझ आफ्ना केही अनुभवहरू जुन चाहिँ नेतृत्व विकासका लागि संचार दक्षता नेतृत्वको लागि हामीले संसारमा के कुराहरू आवश्यक पर्छन् भन्ने कुराको लागि एउटा सेसन लिदिनुस् भनेर मलाई विशेष गरी म सुनिलजीलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। बिहीबार व शुक्रबार जुको तालिमे चेमस्याम बोधिका गुख